गाइस आजको हाम्रो यात्रा चाहिँ हाम्रो हिले डाँडासम्मको छ। यहाँ बाइक कन्याटार बजारको यस्तो क्लिप हानिदिएको नि भरे। यो चाहिँ हाम्रो आजको राइडर। किन यो हाम्रो होमस्टे। हामी चाहिँ नन स्टप पर पुगेर आउनुपर्ने हुन्छ। फेरि हामी घरमा ढाँटीवरी हिँडेको रवि जान्छु काम छ भनेर ढाँटीवरी हामी चाहिँ हिले डाँडातिर डुबेको होइन। हामीलाई चाहिँ हिँड्न केही बेर पनि लाग्दैन। एकैछिनमा प्लान बनाएर एकैछिनमा ढाँटेर हिँडिहाल्छु। आज हामीले चाहिँ हेलमेट पनि ल्याउन बिर्सेको छौँ। रवि यहाँ चाहिँ पुलिस अङ्कलले समात्नु भयो भने चाहिँ अनि मोज हुन्छ। चाहिँ अघि गाडी आइपुगेको रहेछ त नि। पञ्चमी पानी पञ्चमी पहिला जस्तो थियो अहिले पनि त्यस्तै रहेछ यहाँ पञ्चमी चाहिँ। लोकल राइस हो नि त। फुलहरू चाहिँ कति राम्रो राम्रो फुलेको। चाहिँ हाम्रो देउराली रविको एकछिन यहाँ विश्राम गर्नु परेको अवस्था छ। रविको चिया बगान कस्तो दामी हो। यो चाहिँ रविको चिया बगान। राइडर बाइक चाहिँ हाम्रो यस्तो छ। राम्रो चाहिँ छैन त्यही पनि हामीलाई यसले कति सेवा सुविधा दिइरहेछ होइन। यो मेरो के हात पिल्सेछ हौ कहाँनिर है। गुराँस त्यहाँनिर कस्तो दामी। यहाँनिर चाहिँ गुराँस दामी फुलेको रहेछ साथीहरू। हामीलाई चाहिँ यहाँ पुलिस अङ्कलले समात्नुहुन्छ भनेर हामी चाहिँ चोर बाटो भाग्दैछौँ यहाँ। तर धुलोले चाहिँ लास्टै सको क्या। धुलै हिजो धुलै खाँदै आएको आज नि धुलै धुलो। यहाँ मास्क पनि किन्न बिर्सेर कि मरिन्छ अब चाहिँ। यो रुगा मार्की लागेर डरो। यो रविको गाउँ हो। फाइनली गाइस हामी चाहिँ हिले डाँडा आइपुग्न आँट्यौँ। यो चाहिँ सप्तमी यहाँदेखि अलिक माथि छ यहाँ डाँडामा। सप्तमी होइन दामी रहेछ यतातिर यस्तो ठुलो। यहाँमा देखेको माथि चाहिँ यहाँनिर देखेको डाँडामा चाहिँ हिले डाँडा हो। यहाँदेखि नदी के छ जानुपर्ने हुन्छ। यतातिर चाहिँ म कहिले नि आएको थिएन फर्स्ट टाइम आएको। तर राम्रो रहेछ ठाउँ त बबाल रहेछ बबाल। दोरे मासतिर चाहिँ हिले डाँडा रहेको छ। फाइनल्ली गाइस हामी चाहिँ बल्ल बल्ल आइपुग्यौँ हिले डाँडा। यो चाहिँ यस्तो छ हिले डाँडा चाहिँ। तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो हिलेको भ्यू चाहिँ यस्तो छ। हिले डाँडा उतल पोखरी पुल यति रहेछ पोखरी। फोटोसोटो खिचेर घट्टा बाँधिदिनु पर्ने हुन्छ। घाम लाग्दैन जाडो हुँदो रहेछ। हात पनि कति चिसो भयो। तल देख्न सक्नुहुन्छ तपाईँहरूले पोखरी। तपाईँहरू पनि घुम्न आउनु होला है। घुमिदिनु होला। भोलि पछि बर्खाको टाइममा आउँदा चाहिँ राम्रो हुन्छ होला। यताउति हरियो भएर अहिले चाहिँ खडेल लागे जस्तो छ। क्यामेरा लगाएको मैले झन्डै उडायो बाइकमा अनि लगाएको। अब चाहिँ हामी त हिले डाँडाबाट फर्क्यौँ गाइस। आज चाहिँ हामी डाँडा खाने छिटो घर पुग्नु पर्ने हुन्छ।
सम्झे पनि यार म त सधक्कै भयो नि हौ। एक्कासी आउँदाखेरि होइन धुलै धुलो खानु परेको छ आज चाहिँ। के गर्नु यस्तै छ नेपालको बाटो। नेपालको भन्दा पनि पाहाडको बाटो त्यस्तै छ। अब यहाँ आइफोनमा चार्ज सकिसक्यो राख्नुपर्ने हुन्छ किनभने अहिले फोटो खिच्नु पर्ने छ। चिया बगानमा हाम्रो चाहिँ फोटो खिच्नु पर्ने हुन्छ। ट्र्याक हिँड्नु है गाइजहरू पनि त हामी म कुदाएको त झन्डै ठोक्यो एउटा बुढोले यो गाडीले धुले धुलोले हो झन्डै ठोक्दो रनिङमा। अब त मार्छ हिलो बाटो छ हरन नबजाइकन आयो। यत्रो आइफोनबाट फोटो खिच्दा नि एउटै राम्रो आएन अनि हामी चाहिँ अब घर फर्किने जोतको जोतको आएर जाडो पनि भयो। यत्रो घाम लागिरहेछ र पनि हावा चल्दा जाडो हुँदो रहेछ। चाहिँ हामी घर जानुपर्ने हुन्छ। मलाई चाहिँ चोर्नी जस्तो देखिरहेको होला यसको क्यामेरा लगाएको मैले झन्डै उडायो बाइकमा अनि लगाएको। अब चाहिँ हामी त हिले डाँडाबाट फर्किम गाइज। आज चाहिँ हामी बडाबाट खाने यो गाडीले धुले धुलोले हो झन्डै ठोक्दो रनिङमा। अब त मार्छ हामी चाहिँ यहाँ खाजा खाँदैछौँ। हाम्रो खाजा रहेको छ चाउमिन ल खा यहाँ त खाजा खाएर हामी चाहिँ चल्दिनु भन्ने हुन्छ छिटो छिटो। हामी त खाजा साजा खाएर यहाँ आजबाट आइपुग्छ कि म भने घर पुग्छौँ।